नमस्ते, तपाईहरु सबैजना हाम्रो स्वागत छ। र आज चाहिँ ब्लग चाहिँ के छ भन्दा चाहिँ आज चाहिँ हामी चाहिँ पुच्का पकाइदिई खाने छौं र तपाईहरुले हेर्दै जानुहोस् होला आजको ब्लगलाई। मैले यहाँनिर पिसी पनि सकेको छु। यहाँ म आलु रेडी बनाउँदैछु। यहाँनिर चाहिँ प्याज खोर्सानी है काटिसकेको छ हो। र यहाँनिर चाहिँ मैले धनिया जिरा अन्त चिली फ्लेक्स रेडी गरिसकेको छु पिसेर पनि। अब चाहिँ यहाँ छ खिचडी, यसको चाहिँ रस बनिन्छ। र यहाँ चाहिँ यहाँ उसिनेको चाना है उसिनेको चाना पनि हाले। Diana paling aku lebih jauh. चिली फ्लेक्स यो धनिया र जिरा पाउडर बेसी भयो। चिली फ्लेक्स यसको लागि पनि राख्नु होला हैन? त्यो डन्ठासँगै छ त। त्यस्तै हो। ओ माय गॉड, डन्ठा हुन्छ। नुन यहाँ अलि हाल्नु। नुन हाल्नु पर्छ। नुन हाल्नु। बिरे नुन। मैदा र राख्नुसँग निम्बु निचोड्नु सक्दिन। कलर त खतरा। खोर्सानी नाकमै पर्छ। धनिया धनिया अब त्यसको लागि लाग्थ्यो। अन्त यो अब यो यस्तो चलाउनु पहिला। अलिकति यो फुटाउँ फुट्दैन त्यो त। पुर्छ हातले उडाउनु पर्छ। र यहाँ चाहिँ यहाँनिर चाहिँ पुच्काको रोटी अब चाहिँ यहाँनिर फ्राई हुँदैछ। भक्कु हाल्यो कि त्यहाँ जोसमा भएको कत्रो भयो त छ्याक्छ पड्किन आँट्यो। पड्किन्छ चाहिँ पुदिनाको पेस्ट मैले बनाएको। यसो पिरो त हालेन त हामीले। आलुको फिलिङको लागि खोर्सानी, धनिया, यो धनिया र के को पाउडर हो यो फेरि? धनिया र जिराको पाउडर सबै हाल्दिनु हैन यो? रातो बना। चिली फ्लेक्स त्यत्रो पनि नफुल्लिकन फ्ल्याट हुँदाखेरि निकालिहाल्नु न। हाल्ने सर निकालिहाल्नु। नुन जोडले कहाँ गएछ कि धुलाई भेट्यो आमा चाहिँबाट। यो त तपाईहरुको लागि पुच्काको पार्टी हुँदैछ हाम्रो।
खाऊ खाऊ दिएन थोड़ा मुखा अट्छ नि आलु दिन है खाने जा भाइ मुखको उयो गङ्गा बोजूलाई बोलाएर आइज जा गङ्गा बोजू आउनु अरे सरब दादा हामी छ भन झन् पुच्काले यत्रो भयो भनेको होइन होइन धन्य आऊ होइन होइन म चक्लेट दिन्छु त्यो खाऊ त लु चक्लेट दिन्छु लु त यहाँ देखाएर यता यता सरब दादालाई देखाएर खाऊ न अन्त यस्तो गरेर ल भिडियो खाऊ अटेको न यसलाई के भएर हामीले पुच्का पनि खायौँ एकदमै दामी भएको थियो पुच्का चाहिँ है अन्त तपाईँलाई यो भिडियो के कस्तो लाग्यो आजको है अन्त मन पऱ्यो भने लाइक सेयर कमेन्ट नयाँ छ भने सब्सक्राइब गरिदिनु होला बाई बाई थ्याङ्क्स फर वाचिङ